साथीहरु सेवा रो वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आज चाहिँ म छु हाम्रो सुन्दर इलामको पनि पाटेनागीमा छु। यो चाहिँ हाम्रो घरदेखि केही माथि मात्रै पर्छ। अनि हामी चाहिँ आज बिहान अटोमा चढेर आएको। मम्मीहरु चाहिँ हिँड्दै आउँदै हुनुहुन्छ। अटोमा अलिक बाटोहरु गाह्रै छ नि त साथीहरु, अफ रोड छ त्यही भएर। अनि साथीहरु हामी चाहिँ आज आएको यस्तो छ मौसम चाहिँ। अनि देख्न सक्नुहुन्छ एकदमै धेरै राम्रो छ। तपाईहरुलाई पनि म के सजेस्ट गर्छु भने पाटेनागी आउनु होला, एकदम धेरै राम्रो छ। अनि हामी चाहिँ अलिक ढिला आएछौँ, गुराँसहरु पनि पुरा गुराँस हुँदा त झन् एकदमै धेरै राम्रो हुन्छ साथीहरु। तर हामी चाहिँ अब गुराँस फुलिसकेर आउँछौँ, अलिअलि चाहिँ रहेछ। एकछिनमा हामी देखाउँछु म तपाईहरुलाई। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ देउराली। देउरालीमा चाहिँ देख्न सक्नुहुन्छ, देउरालीमा चाहिँ यहाँनिर थाकेर आउँदा चाहिँ मान्छेहरूले चाहिँ यहाँनिर ढुङ्गा चढाउने गर्नुहुन्छ नि त। अनि यहाँनिर चाहिँ म पनि चढाउँदैछु साथीहरू। कस्तो यी पुरा लेकतिर यस्तै हुस्से यस्तै हो। यहाँ खुल्यो भने चाहिँ तर यति धेरै राम्रो देखिन्छ, नखुल्दा त यस्तो छ साथीहरू। झन् खुल्दा त यति धेरै राम्रो छ साथीहरू। अनि उहाँहरू चाहिँ कलकत्ताबाट हुनुहुँदो रहेछ, इन्डियाबाट, नेपाली बुझ्नु हुँदैन। अनि हामीले चाहिँ यहाँनिर घरैबाट यसरी चटपटे लिएर आएको थियौँ नि त। अनि उहाँहरूलाई पनि भोक लाग्यो अरे, उहाँ सानो भाइलाई चाहिँ। अनि दिमामले चाहिँ हामी चाहिँ यहाँ मम्मीहरूलाई पर्खिरहेको छौँ। अनि चटपटे खानु हुँदैछ उहाँहरू चाहिँ। अनि उहाँहरू चाहिँ एकदम राम्रो पनि हुनुहुँदो रहेछ। उहाँहरूले चाहिँ सेल्फी पनि लिनुभयो हामीसँग। हेलो रेहान, हेलो हेलो गर्नुहोस्, हेलो। यहाँनिर देख्न सक्नुहुन्छ साथीहरू, गुराँस यति मजाले फुलिरहेछ। देख्न सक्नुहुन्छ तपाईँहरू। यता घुम्नु आउनु होला। पाटेनागी एकदमै धेरै राम्रो छ क्या साथीहरू। झन् अहिले त यति राम्रो राम्रो बनाउनु भएको छ। यहाँनिर यहाँ माथि जाने ठाउँ हेर्नु त साथीहरू, यस्तो राम्रो छ। झन् यो खुल्यो भने त यति राम्रो देखिन्छ। गुराँसको बोटहरू हो त्योहरू, झन् रियलमा राम्रो देखिन्छ। त्यहाँ माथि झन् एकदम राम्रो बनाउनु भएको छ क्या साथीहरू। बस्ने ठाउँदेखि लिएर यता मन्दिर पनि छ होला होइन रञ्जना आन्टी? साथीहरू यस्तै छ पाटेनागी चाहिँ। यहाँ देख्न सक्नुहुन्छ। म चाहिँ यहाँ तलबाट यहाँ जाँदैछु काला, मेरो भाइहरू चाहिँ यहाँ माथि जाँदैछ नि त। अनि साथीहरू योभन्दा माथि पनि यो डाँडादेखि अर्को डाँडा चाहिँ म चाहिँ सानोमा मात्रै गएको, त्यस पछाडि चाहिँ म गएको छैन। त्यता चाहिँ नागढुङ्गा पनि छ, एकदमै राम्रो छ हाम्रो पाटेनागी साथीहरू। हजुरहरू पनि आउनु होला। झन् यो पुरा खुलेको भए त साथीहरू यस्तो निलो देखिन्थ्यो। अनि हिमालहरू पुरा छ क्या, यस्तो दामी छ। अनि यहाँदेखि उता चाहिँ सुके पोखरी भन्छ। यस्तो देख्दै गर्नुभएको चाहिँ सुके पोखरी हो। गुराँस हाम्रो ठाउँतिर चाहिँ नि यो पिङ्क कलरको अनि रेड कलरको लाली गुराँसहरू अनि सेतो सबै पाउनु सक्नुहुन्छ है। यहाँदेखि यता पर चाहिँ कुइबिर भन्ने ठाउँ छ। कुइबिरमा चाहिँ त्यहाँ भिड छ। मेरो भाइ आरुष हेलो गरिदिनु, हेलो गरिदिनु, हेलो। लड्छ लाली गुराँस खोइ भाइ। साथीहरू म तपाईँहरूको लागि एउटा गीत गाउँछु ल, सुन्नु ल। नराम्रो भए पनि स्वीकारिदिनु होला। देउरालीमा बतास ल्यो, देउरालीमा बतास ल्यो, बतास ल्यो, बतास ल्यो, बतास ल्यो। घरी घरी पस्दै पस्दै, डाली डाली बस्दै बस्दै, कहिले कहीँ थाके जस्तै गीतै होइन साथीहरू। अनि यस्तो हेभन जस्तो ठाउँमा चाहिँ को चाहिँ आउँदैन होला। अनि म चाहिँ एकदम धेरै प्राउड फिल गर्छु क्या साथीहरू। म चाहिँ यति राम्रो ठाउँमा म चाहिँ जन्मेँ भनेर एकदमै धेरै खुसी लाग्छ, प्राउड फिल गर्छु होइन साथीहरू। अनि
यहाँ चाहिँ अब निकै टाढा टाढाबाट पनि आउनुहुन्छ उहाँहरू। अघि मैले देखाएँ तपाईँहरूलाई, उहाँहरू चाहिँ कलकत्ताबाट हुनुहुँदो रहेछ, इन्डियाबाट। अनि उहाँहरूले चाहिँ आएर फोटो पनि खिच्नुभयो हामीसँग, एकदम धेरै क्युट लाग्यो अरे, फुर्केको चाहिँ होइन साथीहरू। अनि त्यस्तै भयो साथीहरू, यसरी नै अब जाँदैछौँ, मम्मीहरूलाई वेट गरिरहेको छौँ कति बेला आउनुहुन्छ। तर साथीहरू म तपाईँहरूलाई एउटा कुरा भन्छु, यस्तो हेभन जस्तो ठाउँमा यस्तो गर्नु चाहिँ भएन क्या साथीहरू। हुन त खोइ के भन्ने हो, मैले चाहिँ योहरू यहाँ लगाइदिँदैछु, हुन त यहाँ पनि फुल्ने रहेछ, तर पनि यति साह्रो चाहिँ सुहाउँदैन क्या साथीहरू यति राम्रो ठाउँमा। त्यही भएर मैले चाहिँ यहाँ आफ्नो ठाउँ आफै सुन्दर बनाऊ भनेर मैले चाहिँ यहाँनिर सफा गर्दैछु, एकछिनमा भेट्छु साथ। मम्मीहरू आउनु भएन? मम्मी अनि मलाई चाहिँ साथीहरू यो यस्तो हेर्दा चाहिँ यो चाहिँ उनको स्वेटर मुभीको याद आइरहेछ। यता चाहिँ सुटिङ गर्नुभएको होइन, तर पनि त्यस्तै याद आइरहेछ क्या साथीहरू। हाम्रो ठाउँ चाहिँ लेकतिर पर्छ र त्यस्तै आलुहरू फल्छ, त्यस्तै हुस्से लाग्छ। साथीहरू हाम्रो मम्मीहरू चाहिँ अहिले आइपुग्नु भयो हिँडेर। हिँड्दा कस्तो भइरहेछ तपाईँहरूलाई? कस्तो भयो सुनाउनु त हामीलाई पनि। यी मेरो मम्मी, हाई गरिदिनु त मम्मी। तपाईँ पनि यता हाम्रो आन्टी। अब मासु घट्नु भयो तपाईँहरूको। तर 2 घन्टा नि लागेन क्या हिँडेर आउँदा। यहाँ आन्टीहरूले चाहिँ आउँदा आउँदा यी मम्मीहरूले चाहिँ बाटोबाट च्याउ पनि भेटाएर ल्याउनु भएछ है। हाम्रोतिर चाहिँ यस्तो पाउँछ है साथीहरू, लेकतिर सामानहरू। चेनै फुस्क्यो मम्मी यसको, यो ब्यागको नयाँ ब्याग। अब म कसरी जानु घर? दिनु न मम्मी एउटा ब्याग, म बोक्छु। हामी चाहिँ अब यहाँ माथि डाँडामा बसेर खान्छौँ साथीहरू। हामी चाहिँ जाँदैछौँ ब्याग खानेकुरा बोकेर। हो खोइ आरुसहरू त्यहाँ गएर अहिले बुझ्नुपर्छ। अनि साथीहरू म तपाईँहरूलाई अर्को पनि चिज देखाउँदैछु। यहाँनिर देख्न सक्नुहुन्छ अल्गेर, यो चाहिँ हाम्रै घरतिर पनि हुन्छ। मतलब यहाँ हेर्नु साथीहरू, यो चाहिँ हाम्रो यो लेकतिर यो चाहिँ बिग्छ। यो चाहिँ हामीले कसो यो चाहिँ काट्नुपर्छ, काटिसकेर चाहिँ हामीले यसरी खुर्काउने, त्यस पछाडि चाहिँ सुकाएर बेच्ने। गुराँस देख्न सक्नुहुन्छ, झन् रियलमा यस्तो राम्रो छ साथीहरू, यति राम्रो छ। मेरो ब्याट्रीले चाहिँ त्यति अब थाम्दैन होला, भिडियोहरू पनि बनाउनु पर्ने हुन्छ साथीहरू। त्यही भएर अब अलिअलि मात्रै राख्छु म भिडियो चाहिँ। देउरालीमा बतास चल्यो, घरी घरी बस्दै बस्दै। साथीहरू हामी यहाँ तलबाट आएको, अनि यहाँनिर चाहिँ यस्तो राम्रो बस्ने जग्गा पनि बनाउनु भएको रहेछ। मतलब हाम्रै ठाउँको मान्छेले बनाउनु भएको रहेछ होइन, बनाएको। यस्तो राम्रो छ, वाउ। यहाँ पनि अहिले फोटो खिच्नुपर्छ। अब चाहिँ मैले लगभग साथीहरू भिडियो यस्तै बनाएँ। मेरो अलिक ब्याट्रीले अब अरू भिडियोहरू टिकटकहरू पनि बनाउनु पर्ने हुन्छ। त्यही भएर हाम्रो चाहिँ यस्तो व्यवस्था हुँदैछ है साथीहरू। यहाँनिर बसेर चाहिँ अब हामी खान्छौँ। यहाँनिर चाहिँ हाम्रो खानेकुरा निकाल्नु हुँदैछ।
साथीहरू हाम्रो चाहिँ फोटोसुट हुँदैछ अनि यहाँतिर टिकटकहरू यतातिर देखाइदिनु त मम्मी यस्तो राम्रो भ्यू छ है हाम्रो पाटेनागीमा सबैजना आइदिनु होला यस्तो छ हामी पनि फोटोसुट गर्दैछौँ ल साथीहरू पानी पर्यो हामी चाहिँ फर्किँदैछौँ लेखैमा कुहिरो पर्खिरहेछ सिम 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 यो पानी पर्खिरहेछ भन्ने जस्तो भइरहेछ है साथीहरू यहाँ पानी पनि पर्दैछ कुहिरो पनि साथीहरू गुराँस हामीले यहाँ फोटोसुट गरेर फेरि हामी चाहिँ लाग्दैछौँ अब चाहिँ हामी चाहिँ घर पछाडि नै भेट्छु है साथीहरू मेरो ब्याट्री सकियो ठाउँ ठाउँमा यति राम्रो थियो कि तर मैले अब देखाउनु पाइनँ तपाईँहरूलाई मेरो ब्याट्री सिद्धियो यस्तै यस्तै हो साथीहरू हामी चाहिँ अघि नै घर आयौँ अनि पानी परेर त्यस्तै भयो फेरि मेरो ब्याट्री पनि सक्यो साथीहरू अनि साथीहरू हामी चाहिँ अब खाना खाएर आज चाहिँ मदर्स डे सबै आमाहरूलाई चाहिँ आज ह्याप्पी मदर्स डे भन्न चाहन्छु ढिलो भए पनि रात त परिसक्यो अनि हामी चाहिँ के सल्लाह थियो भने साथीहरू माथि अब हामी चाहिँ गएर घुमेर आएर राति मात्रै सेलिब्रेट गर्ने सोचेको थिएँ मैले चाहिँ अनि आज चाहिँ अब हामीले सेलिब्रेट गर्न आँट्दैछौँ साथीहरू तपाईँहरूलाई साथीहरू हामी चाहिँ सेलिब्रेट गर्न लागेको अब चाहिँ अब अङ्कलहरूलाई बोलाउँदैछौँ अब हामी चाहिँ सेलिब्रेट गर्छौँ त्यस्तो ठुलो चाहिँ होइन तर भए पनि अब सेलिब्रेट साथीहरू फाइनली लुक्स चाहिँ हाम्रो मम्मीको उद्धो हेर त मम्मी यस्तो मैले अलिअलि हल्का मेकअप गरिदिएको छु अनि हामी चाहिँ सेलिब्रेट गर्न आएको आउनु न छिटो हाम्रो चाहिँ साथीहरू यहाँ पुरा तयार हुँदैछ के के यस्तो छ गाडीमा अलिअलि यस्तो लागेछ सामानहरू यहाँनिर रेडी हुँदैछ यता हेर्नु त यता चाहिँ मेरो कान्छा अङ्कल हो आइ भन्नु न मेरो ब्लगमा मेरो कान्छा अङ्कल हो यहाँ चाहिँ हामीले सेलिब्रेट गर्नुको लागि रेडी हुँदैछ भाइलाई पर्खिँदैछौँ हामी चाहिँ आएको छैन भाइ चाहिँ ह्याप्पी मदर्स डे ठिक छ के हुँदैन ल यो चाहिँ स्वागत है आज ह्याप्पी मदर्स डेको दिन आज चाहिँ यता हाम्रो विजेताले हाम्रो भाउजूलाई चाहिँ पुरै यहाँ स्वागत यो के हो भन्छ स्प्रेले रङ्गाइदिइसकिसकेको छ ए सकेको रहेन नि त ह्याप्पी मदर्स डे ल आज चाहिँ नानीले उसको मम्मीलाई यानि कि हाम्रो चाहिँ जेठी भाउजूलाई चाहिँ आज पुरै रङ्गाइदिइसकेको बिचरा ह्याप्पी मदर्स डेको यो चाहिँ छ नि तपाईँको केक हो आज विजेताले चाहिँ हाम्रो यानि कि भाउजूलाई उसको ममलाई चाहिँ दिने यो सरप्राइज दिने यो केक हो के छ एक्साइटेड हो आज यहाँ भाउजूले चाहिँ अब केक काट्नुहुन्छ ह्याप्पी मदर्स डे ह्याप्पी मदर्स डे ह्याप्पी मदर्स डे अब भाउजू पनि मेरो आमासँग नि त हो नि ह्याप्पी मदर्स डे आज आमाको मुख हेर्ने दिन त्यो भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो विजेता भतिजिनीले चाहिँ उहाँले केक काट्दै हुनुहुन्छ यहाँ भाउजूले ह्याप्पी मदर्स डे एकदम केक चाहिँ धेरै नाइस छ भाउजूले केक काट्दै हुनुहुन्छ अब विजेताले अब मम्मीलाई खुवाउनु पर्यो नि विजेताले चाहिँ उसको मम्मीलाई चाहिँ आज मदर्स डे स्पेसल डेमा मलाई खुवाइदिँदै हुनुहुन्छ ल ह्याप्पी मदर्स डे भन ह्याप्पी मदर्स डे भन न यता हाँसेर हेर्ने ल ल ल यता विजेता पनि हेर्ने ल हाम्रो भाउजू चाहिँ यहाँनिर हाम्रो आमा समान मान्छे म चाहिँ सानो बच्चा हुँदाखेरि नै उहाँ चाहिँ यो घरमा आउनुभएको थियो त्यो भएर मैले पनि आमा छोरा नै सोध्छु है उहाँलाई चाहिँ म आमाको चाहिँ दुध खाँदा नै उहाँ चाहिँ यो घरमा आउनुभएको त्यो भएको कारणले गर्दा मैले आमै सोचेँ होइन त्यो भएको कारणले गर्दाखेरि अब ढोक्नु पनि पो पर्यो त ल तर ल पहिला खानै हतार छ नि खाउँ अब केक त खानु पर्यो नि हो त नि आमासँग झन्तिर त आमै भन्दा नि फरक पर्दा पो पर्दैन है तिमीले मम्मीलाई खुवाइदेऊ तिमीले नि मम्मीलाई खुवाइदेऊ भाइ त्यो खुवाइदेऊ त्यो अलिकति काटेको खुवाइदेऊ बात लाग्दैन भने मै नि सकाइदिन्छु दुवैजनाले लु खासमा त यो त भुलिएछ अब आज त दही चाहिँ दिनुपर्ने मदर्स डेको दिन लु मलाई एलर्जी आउँछ